आदरणीय साथीभाइहरू, आज हामी कन्या नगरपालिका 3 यो योगमाया सालिगदेखि थोरै तलतिर दिगराज स्कुलले थोरै मास्तिर यो पिचको भाग एउटा नयाँ फुटसल खुलेको रहेछ। फुटसलको अवलोकन गर्न आएका छौँ। यहाँ बृहत रूपमा कामहरू भइरहेछ, हेर्न सक्नुहुन्छ। यहाँ ग्रास लगाएर ग्रासमाथि बालुवा पनि लाउनु पर्दो रहेछ। बालुवा लगाइसकेर त्यसलाई मिलाउने काम गर्दो, घाँसलाई चाहिँ ठाडो ठाडो पार्नु पर्दो रहेछ। त्यो काम भइरहेछ, देख्न सक्नुहुन्छ। कामहरू भइरहेछ, मजाले अटो कुदाएर चाहिँ काम भइरहेछ। यो बारेमा अलिकति तपाईँलाई जानकारी दिनु। मेरो नाम सागर छ। हजुरको नाम भन्नुहोस् त। विष्णुदेव साथी। विष्णुदेव साथी, ल तपाईँलाई हाम्रो यो भिडियोमा स्वागत छ। यो जस्तै के छ, यसको प्रोसिजरहरू कसरी सुरु भयो, यो कसरी गर्ने, कसैले नयाँ गर्नु पर्दाखेरि कस्तो के छ यसको विषयमा भन्नुहुन्छ? यस्तो छ, अब तपाईँले कुनै मान्छे अब नयाँ गर्न खोजेछ भनेदेखि पहिला त अब कुनै यसको जानकारी हुनु पऱ्यो। छैन भनेदेखि त हाम्रो युट्युब च्यानल अथवा के रोशन श्रेष्ठ भन्ने छ, रोशन श्रेष्ठ भन्ने युट्युब च्यानल छ, अति टिकटकमा नि छ। त्यसमा सर्च गरेर हेर्नु पऱ्यो। यसको कम्प्लिट चाहिँ आउटडोर बनाउनु पऱ्यो भने त तपाईँको अलिअलि बाक्लो पहिला चाहिँ सुरुमा बेस चाहिँ बनाउनु पर्छ। हजुर। र इन्डोर बनायो भने तपाईँको चाहिँ यो लेभल चाहिँ पुरै एकुरेट हुनु पऱ्यो है। पहिला त्यो माटोको लेभल मिलाएर, त्यसपछि माथि चाहिँ डक्सको लेभल मिलाएर, अनि त्यसपछि चाहिँ कार्पेटको काम हुन्छ। र कार्पेटमा पहिला चाहिँ मान्छेहरू त्यो कलरहरू लाउनु पर्थ्यो, अहिले चाहिँ कुनै कलरहरू लाउनु पर्दैन। हामी मेसिनले लाइन डिबक्सहरू सबै थोक बनाइदिन्छौँ होइन। त्यो सबै A1 हुन्छ। त्यही हो। यो दुईवटा कलरको, जस्तै 3टा कलर देखिरहेको छ। यहाँ सेतो छ, यो एउटा डार्क ग्रिन छ, एउटा लाइट ग्रिन छ। यो 3टा कलर चाहिँ फरक फरक कलरको कार्पेट हो नि त यो? हजुर, यो सबै फरक फरक हो। यो दुईवटा चाहिँ हाम्रो कम्पनीबाट उतैबाट बनेर आउँछ होइन। अनि यो जुन सेतो लाइन हेर्नुपर्छ, ड्यु चाहिँ हामी मेसिनले काटेर अनि राम्रोसँग काटेर अनि त्यो जङ्केपहरू गमहरू हालेर टालेर हुन्छौँ होइन। तर उक्लिने चाहिँ चान्स हुँदैन। हाम्रो चाहिँ यो ग्यारेन्टी नै भनौँ न, 8 वर्षको हाम्रो ग्यारेन्टी नै हुन्छ। पुरै यो डिबक्स चाहिँ केही हुँदैन। केही भयो भने हामीले सम्पर्क गर्नु होला। अहिले मैले देखिरहेको छु यहाँ बालुवा लाउँदै हुन्छ। यहाँ बालुवाहरू देखिरहेको छ। यो बालुवा लाएर के यसको काम चाहिँ किन, यो बालुवा चाहिँ किन लाग्यो? बालुवाले गर्दाखेरि तपाईँको चाहिँ ग्रास नि दुई खालको हुन्छ। एउटा के भन्छ त्यो इनफिल्ड र एउटा नन इनफिल्ड हुन्छ। त्यो यसमा चाहिँ बालुवा हाल्नु कारण चाहिँ अब त्यो त इनफिल्ड भइहाल्यो, त्यसलाई के गर्नु पर्दैन। यो नन इनफिल्ड भएको यसले फिल गरेर यसलाई बलियो बनाउनलाई, स्टिचलाई नउक्लियोस् पछि चाहिँ होइन। यसमा माथिबाट लबर लगाउँदा नि फेरि माथि आउँछ होइन, जम्प गर्दाखेरि। अहिले यसको अझै माथि काम छ। यो बालुवा लगाइसक्यो अझै काम छ यसको? छ। यसमा चाहिँ अब माथि चाहिँ कालो लबर लाउने हो। हजुर। अनि त्यसपछि चाहिँ हाम्रो कम्प्लिट हुन्छ। कति समयमा चाहिँ यो तयारी हाम्रो अहिले चाहिँ सुरुबाट देखेर 5 दिनमा चाहिँ हाम्रो तयारी हुन्छ। यो तपाईँले कार्पेट लाउनु थाल्नुभएको 5 दिन। आज भनेको अहिले जति काम भयो, हजुर, यसको आज भनेको 26 गते हो। हजुर। अब कति दिनमा चाहिँ यो फुटसल हामी सुरु गर्न सक्छौँ? यो अब भोलि होइन पर्सि चाहिँ हाम्रो यो ग्रासको काम कम्प्लिट हुन्छ। अनि हाम्रो ग्रासको काम कम्प्लिट भएपछि तपाईँ खेलाउनु मिल्छ। अब यताउति अब जे हुन्छ होइन, पोस्टहरू यताउति बनाउँदै गर्दा यस पर्सिदेखि तपाईँहरूको काम सकियो। यहाँको जसको हो उहाँले सञ्चालन गर्ने काम गर्छ। सञ्चालन अब अफिसियली पर्सिदेखि लगभग 28-29 गतेदेखि चाहिँ सुरु गर्दा हुनेछ। सुरु गर्दा हुनेछ। हस्, थ्याङ्क यू। ल साथीहरू हेर्नुभयो यो फुटसल, उहाँले टेक्निसियन साथीले भन्नुभएको छ अफिसियल रूपमा लगभग 25देखि चाहिँ अब सुरु हुन्छ। तर अब यहाँको ओनरको के छ, हाम्रो अहिलेको पारिजात शिक्षा निकेतनको संस्थापक तथा शिक्षक पनि हुनुहुन्छ उहाँ मोहन थापाज्यू, कन्या नगरपालिका 4। उहाँकै फुटसल हो यो, उहाँकै लगानीमा यो फुटसल सञ्चालन हुन गइरहेछ। हामी उहाँसँग भेटेर पनि गफ गर्नेछौँ। उहाँले यसको शुभारम्भ कहिले गर्नुहुनेछ र कसरी गर्नुहुनेछ भन्ने कुरा हामी विस्तृत रूपमा जानकारी उहाँलाई भेटेर लिनेछौँ। हस्, थ्याङ्क यू।
हुन्छ म गणेश भन्छु नि त्यो रेडी छ भने म त्यो गणेशलाई पठाइदिन्छु नि त हामी अहिले कन्काई फुटसल बन्दै गरेको फुटसलमा छौँ। हामीसँग अहिले मोहन थापा सर हुनुहुन्छ, यो फुटसलको संस्थापक हुनुहुन्छ, साथै पारिजात शिक्षा निकेतनको संस्थापक शिक्षक पनि उहाँ हुनुहुन्छ। यो फुटसलको बारेमा केही जानकारी दिनु सर, कस्तो के छ, कहिले कसरी आइडिया आयो, कहिलेसम्म तयार हुन्छ? हामीले हाम्रो टेक्निसियन साथीसँग कुरा गरे अनुसार त 2 दिनमा लगभग रेडी हुन्छ, त्यहाँदेखि उता चाहिँ गेम सुरु हुन्छ भन्ने कुरो आयो। के छ यसमा तपाईँले यसको शुभारम्भ कहिले गर्नुहुनेछ, केही प्लानिङ केही सेयर गरिदिनुहोस् न यसको बारेमा। टेक्निसियन भाइले भनेको कुरा ठिकै हो, सबै कुरा भयो भने अहिले हामी बालु हाल्ने क्रममा छौँ। बालु हालिसकेपछि त्यसमाथि रबरको दानाहरू पनि हाल्नुपर्छ। हजुर। अनि त्यस पछाडि चाहिँ अब यहाँ पोस्ट बनाउन बाँकी छ। हजुर, यो डिबक्स र यताको डिबक्समा हजुर यो बाँकी छ। यो बनाइसकेपछि रेडी हुन्छ भनेको लगभग 2 देखि 3 दिनभित्रमा यहाँको काम कम्प्लिट हुन्छ। बाहिर सरसफाइहरूको लगायतको कामहरू त बाँकी नै छ। यहाँ खेल्न मिल्ने चाहिँ 3 दिन पछाडिदेखि यो हुन्छ। तपाईँले अर्को प्रश्न सोध्नुभयो, यो चाहिँ कसरी आइडिया आयो भन्नुभयो। हजुर हजुर। अब अहिलेको यङ जेनेरेसनहरूमा चाहिँ तपाईँको फिजिकल एक्सर्साइज एकदमै कम्ती छ। यो शारीरिक रूपमा गर्नुपर्ने कसरतहरू अहिले गरिरहेका छैनन्। हजुर। त्यो भएको कारणले गर्दाखेरि उनीहरूको आफ्नो व्यक्तित्व विकासमा पनि, एउटा मानिसमा हुनुपर्ने व्यक्तित्व विकासमा पनि त्यसले चाहिँ असर गरिरहेको रूपमा देखिन्छ, बुझिन्छ। त्यो अभ्यास पाइएको छ। त्यो भएर कम्तीमा हाम्रा साथीहरू चाहिँ, हाम्रा युवाहरू चाहिँ अथवा प्रौढहरू पनि, एउटा उमेरका साथीहरू पनि फिजिकल रूपमा तन्दुरुस्त हुन्, मजबुत हुन् र उनीहरूलाई चाहिँ आफ्नो दैनिक व्यवहार पनि सरल होस् भन्ने हिसाबमा एउटा यो फुटसल चाहिँ सञ्चालनमा ल्याइएको छ। फुटसल नै चाहिँ किन त सर? जस्तै अरू स्पोर्ट्सहरू पनि हुन्छन्, ब्याडमिन्टन छन्, स्विमिङ छन्, एथलेटिक्स छन्, जिम छन्, फुटसल नै किन? यो विश्वभरि पनि चलेको र नेपालीहरूले पनि अलिक बढी रूपमा रुचाइएको खेल फुटबल खेल हो। त्यो भएको कारणले गर्दाखेरि अलिकति बढी साथीहरूलाई मनपर्ने, खेल्न पनि सरल सहज हुने यो चाहिँ गेम भएको कारणले गर्दाखेरि फुटसल नै रोजेको हो। अरू पनि हुन्छन्, जस्तो यसमा चाहिँ नि तपाईँको मैले भोलिको दिनमा हामीले यहाँनिर आवश्यकता अनुसार जिम हल, स्विमिङ पुलहरू पनि अब आवश्यकता अनुसार यहाँको चाहिँ कुराहरू सबै बुझेर त्यो पनि बनाउने सम्भावना रहन्छ, त्यो पनि गर्न सकिन्छ। अहिले चाहिँ तत्काल चाहिँ फुटसल नै छ र यसलाई चाहिँ हामीले चाहिँ विशेष रूपमा एउटा एकाडेमीको रूपमा, स्पोर्ट्स एकाडेमीको रूपमा, एउटा रिक्रिएसन सेन्टरको रूपमा हरेक खालका स्पोर्ट्सहरू, सानो सानो स्पोर्ट्सहरू एड गर्दै जाने सोच छ भोलिको दिनमा। अहिले चाहिँ तत्काल चाहिँ फुटसल नै रह्यो। यसको हामीले अब कहिलेदेखि चाहिँ खेल्न पाउँछौँ अथवा शुभारम्भ कहिलेदेखि? यो औपचारिक रूपमा चाहिँ खेल्न मिल्ने यो अब आउँदै गरेको 2082 नयाँ वर्षदेखि चाहिँ यो खेल्न मिल्छ। वैशाखको पहिलो दिनदेखि नै हामीले अब लगभग यहाँ खेल्न अफिसियल रूपै खेल्न मिल्यो। हाम्रो प्रयास जारी छ। हामी अब बेलुका पनि नाइट सिफ्टमा पनि काम गरिरहेको छ। सक्नकै लागि वैशाख 1 गते चाहिँ कम्तीमा अपरेसनमा ल्याउने गरी नै तयारी गरिरहेको छ। सम्भवतः त्यो सम्भव पनि हुन्छ होला, सकिन्छ होला। ठिक। यहाँको बारे ठ्याक्कै अब जस्तै कोही मान्छे यहाँ खेल्न आउनु पऱ्यो, टिम आउनु पऱ्यो भने दर रेट कसरी केही फिक्स गर्नु भएको छ छैन? अथवा यहाँ आउनलाई जस्तै अब हामी भिडियोको अन्तिमतिर आउँ, निकै लामो भिडियो पनि हुनसक्छ, यहाँ आउनलाई ठ्याक्कै लोकेसन र ती कुराहरू जस्तै प्राइसिङको कुराहरू लिएर अलिकति त्यसलाई विस्तृत रूपमा खुलाइदिनुहोस् न। लोकेसनको कुरा गर्दाखेरि यो कन्काई नगरपालिका वडा नम्बर 3 हो। यो चाहिँ नि ठ्याक्कै बुझिने भाषामा झापा रोडको बाटो हुँदै आयो भने चाराली चोक पुग्नुभन्दा अलिकति अगाडि एउटा यता मोडिने, पश्चिमपट्टि मोडिने एउटा चाहिँ नि त्यो बिचको डिभाइडरमा ग्याप छ, त्यो गरेर भित्र पस्दा पनि हुन्छ। भएन भने 3 तले भन्दा कन्काई नगरपालिका वडा नम्बर 3 को 3 तले भन्दा थोरै
उत्तरपट्टि लगभग 500 मिटर उत्तरपट्टि यो छ। दुईटा स्कुलको बिचमा भन्दा पनि हुन्छ, जस्तो तपाईँको दिव्यरत्न आवासीय माध्यमिक विद्यालय र चाहिँ झापा मेरिगोल्ड स्कुलको बिचको भागमा योगमाया मार्गमा यो अवस्थित छ। अब तपाईँले शुल्कको कुराहरू गर्नुभयो। शुल्कको कुराहरू चाहिँ अब यो नर्मल्ली यो ठाउँअनुसार फरक फरक गर्ने गरेको छ। नर्मल्ली 1000सम्म एउटा गेमको भनेको 1 घन्टाको गेमको 1000सम्म चार्ज गर्ने भन्ने कुरा छ। ठ्याक्कै यति नै भनेर फिक्स गरिसकेको छैन। त्यो चाहिँ अब 1-2 दिनमा त्यो पनि कुराहरू थाहा हुन्छ। लगभग त्यही रेन्जमा यो हुन्छ। हस् मोहन सर, हस् धेरै धेरै धन्यवाद। हजुरलाई यो फुटसलको एकदम शुभकामना। फुटसल ओपनिङमा हामी फेरि पनि आउनेछौँ, सरसँग फेरि पनि गफ गर्नेछौँ, ओपनिङ गेमहरू पनि हेर्नेछौँ। हस् सर, थ्याङ्क यू। हस्, तपाईँलाई पनि यो भिडियोको लागि धन्यवाद। धन्यवाद सर।